कति अलगल रुखहरू हुन्छ गाइस यहाँ। यो चाहिँ बेलुका भूत बस्ने गुफा हो। भूतहरू बेलुका यहाँ बस्छ अरे। यो भित्र त माथिसम्म छेड्छ है यो त। हेर्नुहोस् गाइस कस्तो रहेछ यो रुख सबै। यो के खोदाले किराले खाएर सुकेर यहाँ कस्तो डरलाग्दो भएछ अब त्यो रुख पनि। तीनटा धुलो भएछ टक्कै। यो खोलामा चाहिँ यो गुराँसको रुखमा दामी गुराँसको फुलहरू फुलेको रहेछ। हेलो गाइस एन्ड वेलकम ब्याक टु माई च्यानल टप 10 ब्लगमा फेरि पनि तपाईँहरूलाई स्वागत छ होइन। अन्त जसले मेरो भिडियो हेर्नुहुँदैछ तपाईँहरू नयाँ हो भने प्लिज मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् अन्त बेल आइकनलाई टिपिदिनुहोस् होला। सो आजको ब्लग चाहिँ म यहाँ अब हिल्ले जङ्गल भन्ने छ यो टुरिस्ट एरिया हो होइन। यहाँ चाहिँ पुरा टुरिस्टहरू पनि घुम्न आउँछ र हामी पनि आज घुम्दै घाँस काट्दै यहाँ अब आएको हो। आज यहाँ जङ्गलमा के फुलेको फुलहरूदेखि लिएर अब होइन रुखहरू प्लान्टहरू सबै म देखाउने छु तपाईँहरूलाई। भित्र त यो त हेर्नुहोस् गाइस कस्तो रहेछ यो रुख सबै। यो के हो खोदाले किराले खाएर सुकेर यहाँ कस्तो डरलाग्दो भएछ अब त्यो रुख पनि। तीनटा रुख भएछ टक्कै। गाइस हिल्ले चाहिँ अब हिल्ले भन्ने जग्गा चाहिँ होइन तपाईँको अब 10-11 किलोमिटर जतिको टाढो बाटो हो अब हाम्रो हामी बस्ने जग्गाबाट चाहिँ। तर हामी चाहिँ अब सर्टकट हिँड्छ नि त जङ्गल बाटो अन्त हिँडेर उकालो छ जङ्गल बाटो आउनुपर्छ। त्यसले गर्दा कति 1 घन्टाहरू जस्तो लाग्छ अब हामीलाई चाहिँ आइपुग्नु हिँडेर चाहिँ। टाढो छ क्या हिँडेर पनि हत्तु हुन्छ। अब हामी चाहिँ यहाँ आएर पनि एकछिन बिसाएर घाँस काटेर बारी लगाएर चाहिँ घर लानुपर्छ हो। पहिला सानोमा त पुरा आउँथ्यो हामी सानोमा त घाँस काट्नु दाउरा काट्नु पत्कर सोर्नु आउँथ्यो सानोमा त। आजकल त अब त्यति आयो हुँदैन नि त। त्यसले गर्दाखेरि चाहिँ अब कोही बेला आउँदाखेरि टाढो जस्तो लाग्छ र नि यस्तो छ। कति अलगलको रुखहरू हुन्छ गाइस यहाँ 60, 70, 80 फुटहरू जस्तो लामो रुखहरू हुन्छ। सो गाइस अहिले चाहिँ माथिल्लो रोड आइपुगेको छ होइन। हामी 2टा रोड क्रस गर्नुपर्छ नि त। एउटा तल्लो रोड अघि हामीले एउटा क्रस गरिसक्यो हो। अहिले एउटा यो माथिल्लो रोड पनि हिल्ले रोड हो। यो चाहिँ गाडीमा आउँदाखेरि चाहिँ यो रोड भेटिन्छ। सर्टकटबाट हिँडेर हामी तल जङ्गलबाट आउँदाखेरि चाहिँ यो बाटो भेटिन्छ हो। अन्त यहाँदेखि फेरि उकालै चढ्नुपर्छ। यहाँ यो पछि देख्नुहुँदैछ नि रुख लडेको यहाँदेखि फेरि उकालै जानुपर्छ हो। उकालै गयो भने मात्रै फुलहरू राम्रो केहरू पाउँछ। अब यहाँ पछाडि बोर्डहरू पनि देख्नुहुँदैछ नि त गुराँसको बोर्ड हो माथि। यो एक्चुअली टुरिस्टहरूको लागि लगाएको हो। यहाँ चाहिँ यो गुराँसहरू फुलिन्छ भनेर यो बोर्ड टालेको रहेछ। सो गाइस गुराँस चाहिँ कम्ता बेसी फुलेको छैन रहेछ यहाँ हो। हेर्नुहोस् न सबै गुराँस टाइममै फुलेर। सो गाइस म चाहिँ होइन जङ्गलबाट अघि आइपुगेको। अन्त अघि आइपुगेर पनि यहाँ तलनिर आएको छु हो। यहाँ तलनिर यहाँ चाहिँ अब सानो भाइ जुजु हुनुहुन्छ। उहाँले चाहिँ मलाई थाङ्रा 1 बिठा लानु नि भनेर यहाँ जुजुलो भन्नुभएको थियो हो। त्यहाँदेखि म चाहिँ थाङ्रा लिएर अहिले फिलहाल यहाँनिर बिसाइरहेको छु हो बारी। त्यहाँदेखि चाहिँ यहाँ ब्लग भिडियो बनाउँदैछु म चाहिँ। त्यहाँदेखि आजको भिडियोहरू तपाईँलाई होइन आजको ब्लग भिडियो कस्तो लाग्यो होला। राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस् हो। त्यहाँदेखि बेल आइकनलाई टिपिदिनुहोस् होइन। मलाई पनि अब माया गरिदिनुहोस् भिडियोहरूलाई लाइक गरिदिनुहोस् होइन। ताकि भोलिको दिनमा म अझै टाढो जग्गा अझै घुम्ने जग्गाहरू थुप्रो छ यहाँतिर होइन। टाढो जग्गातिर गएर म भिडियोहरू ब्लगहरू बनाएर म तपाईँलाई देखाउने छु यो ब्लगको माध्यमबाट। त्यहाँदेखि सो तपाईँले पनि होइन मेरो च्यानललाई अब होइन माया देखाइदिनुहोस् भन्ने चाहिँ म चाहन्छु। सो यति भन्दै होइन म आजको ब्लग भिडियोलाई यहीँ राख्न चाहन्छु। हेर्दै गर्नुहोस् होला टप 10 ब्लगलाई।